हेलो नमस्कार एभ्रिबडी। म चाहिँ बसन्त परियार। यति बेला म चाहिँ सर्केगाडको ठ्याक्कै म यति बेला चाहिँ सर्केगाडमा छु। हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकामा छु यति बेला। मसँग मेरो भाइ पनि छ आज चाहिँ दिपक परियार, तपाईँहरू देख्न सक्नुहुन्छ। र आज मेरो बाइक लास्ट डे, सायद अबदेखि मसँग हुँदैन होला। 1 वर्षसम्म मसँग भएर अबदेखि मेरो बाइक चाहिँ मसँग हुँदैन होला सायद। अरू बाँकी भिडियो ओके, तपाईहरूले यहाँको बाटोको अवस्थाहरू म राम्रोसँग देखाउने छु, जुन तपाईँ देख्न सक्नुहुन्छ। ल गाइस, यतिखेर सर्केगाडदेखि धारमा त्रिभुवनसम्मको यात्रा है गाइस। यति बेला हामी चाहिँ सर्केगाड गाउँपालिकाबाट अब हामी चाहिँ चङ्खेली गाउँपालिका धारमा जाँदैछौँ। आज अन्तिम दिन हो बाइक हाम्रो, चढ्ने पनि चलाउने नि गाइस। मैले आजभन्दा ठ्याक्कै 1 वर्ष अगाडि 2080 साल साउनको त्यस्तै 1-2 गतितिर निकालेको थिएँ मैले यो बाइक चाहिँ। अब त्यस्तै झन्डै 1 वर्षपछि म यो बाइक चाहिँ अरूलाई दिँदैछु। त्यसैले एकदमै दुःख पनि लागिरहेको छ साथीहरू, के गर्नु होइन। आफूले अब मुटुभन्दा पनि धेरै माया गरेर राखेको चिज चाहिँ आज अरू कसैलाई दिँदा नराम्रो, एकदमै नराम्रो फिल भइरहेछ मलाई चाहिँ। त्यही पनि के गर्ने, आज मेरो मुटु झिकेर दिए जस्तो लागिरहेको छ गाइस। अब तपाईँहरू यहाँको बाटोको अवस्थाहरू देख्न सक्नुहुनेछ। तपाईँहरू चाहिँ यहाँको बाटो एकदमै खतरा छ भन्नुपर्छ। यो बाटो चाहिँ साथै म अलिक साह्रो मन परेको बाटो चाहिँ धेरै अगाडि अगाडिको बाटोहरू के कस्तो छ, कसरी हिँड्न सकिन्छ, कुन तरिकाले हिँड्न सकिन्छ त्यो तपाईँहरूले यतिखेर हाम्रो चाहिँ हर्नको समस्या भएको हुँदा हामी चाहिँ हर्न निर्माण गर्दैछु गाइस है। ठ्याक्कै भन्नुपर्दा हामी यतिखेर थाहामा पुगिरहेको छु। प्रायः मानिसहरू बाइकमा मात्रै पैदल यात्रा गर्ने गर्छन् आजकलको जमानामा। यो क्या मेरो पनि अहिले कमाउँदो पाइने है। यति बेला हामी चाहिँ ठ्याक्कै सर्केगाडबाट समथिङ 4-5 किलोमिटर अगाडि आइसकेका छौँ, थाहा भन्ने ठाउँमा। यहाँ चाहिँ गाइस पहिला यसरी बाइकहरू हिँड्ने, गाडीहरू हिँड्ने बाटो नै थिएन। एकदमै नराम्रो बाटो थियो, एकदमै नराम्रो बाटो। यहाँ चाहिँ घोडा खच्चरहरूले हिँड्न पनि एकदमै गाह्रो हुन्थ्यो त्यो बेला चाहिँ। तर आजभोलि त अब तपाईँहरू देख्न सक्नुहुन्छ यसरी बाइकहरू सिलिली कुदाउने पुरै यस्तो हाम्रो रोड छ। म तपाईँहरूले यहाँ तलको नदी, बडाली नदी पनि देखाइरहेको छु। तपाईँहरू देख्न सक्नुभएको छ मेरो साइडमा बडाली नदी। एकदम उकालो आएको एकदम अब हेर्नु तपाईँहरू यहाँको बाटोको अवस्था यस्तो छ। यस्तो बाटोमा पनि मेरो 220F बमपुरीले यसरी तान्छ, जो कि अरू कसैका बाइकहरूलाई यहाँ यसरी 2-3जना यसरी बोक्ने एकदमै गाह्रो छ। यो बाटोमा चाहिँ अलिकति राम्रो पिकअपहरू भएको बाइकहरूले मात्रै तान्छ, जस्तो कि अब मेरो होइन।
पराडी ल जाउँ नमस्कार एभ्रीबडी नमस्कार सम्पूर्णमा बसन्त परियार यति बेला म चाहिँ नागमाको जिल्लाको सिजा उपत्यकामा छु यहाँ सिजा उपत्यकाको बाटो देख्न सक्नुहुन्छ एकदमै राम्रो बाटो देख्न बिच भएर एकदम बबाल बाटो बनाएको थियो बेला चाहिँ काम गर्दाखेरि पनि क्या राम्रो देख्नुहुन्छ चाहिँ बाटो पनि एकदमै राम्रो छ गाइस त्यो पनि 2 वेमा छ 1 वे नभने 2 वेमा छ बाटो पनि यतिको 2 वे भयो भने चाहिँ कर्णाली हाइवे बोल्छ यो बाटो चाहिँ डाँडा जाने बाटो हो Bye bye.